राजतन्त्रको माग गर्दै एकाएक राजावादीहरूद्वारा नेपालमा आन्दोलन चर्काउन थालेपछि हाल नेपालमा गणतन्त्रवादी र राजावादीहरू बीच दोहोरो भिडन्त र एकाआपसमा कटाक्षको माहौल सिर्जना भएको छ। ज्ञानेन्द्र शाहको फोटो मैले जलाइदिएको यसको आज यसको अन्तिम दाह संस्कार गरेको छु। यसको अन्तिम दाह संस्कार अल्लाह साला गधा अझ जल्दै यसको टाउको साउको सबै छ। सिन्धुपाल्चोकको एक कार्यक्रममा भाषण दिँदै माओवादीका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रप्रति इशारा गर्दै भाइमारा र मूर्तिचोरको आरोप लगाएका थिए। म फेरि एकदमै छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। नेपाली जनताले बिर्सेको छ मूर्ति चोर को हुन्। नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। त्यसकै प्रतिकार स्वरूप राजावादीहरूद्वारा हिजो शनिबार गणतन्त्रवादी र लोकतन्त्रवादी नेताहरू र व्यवस्था विरुद्ध विशाल र्याली तथा शक्ति प्रदर्शन गरे। उक्त कार्यक्रममा अभियन्ता दुर्गा पसाईले प्रचण्डलाई 17,000 मान्छे मार्ने हत्याराले ठूलो कुरा नगर्न भनेका छन्। तपाईको नजिक बसेर काम गरेको मान्छे हो म, हैन? तपाईले लाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईले? एउटा कुरो 50,000 मान्छे आज घाइते छन्। त्यसको हिसाब किताब कसले गर्ने? खरबौंका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईले त्यतिखेर। तपाईले आज आएर तपाईले जुन कुरा भन्दै हुनुहुन्छ नि, तपाईले दुबईमा लगेको तपाईको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने हो? तपाईले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाई अरूलाई रक्सी खायो भनेर तपाईको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईका घरमा गएर अहिले खोलेर निकाल्नु भने 1 करोडका रक्सी छन्। कसैले यहाँ टाउको काट्छु भने राजाको टाउको काटिन्छ। अनि नेपोलियनको टाउको काट्यो भने कर्नेल गद्दाफीदेखि लिएर नि शेख हसिनादेखि लिएर बसार आसादको पनि हालत देखेको छ हामीले। साथी हो, त्यस्ता कुरा नगर, कोठाभित्र बसेर। किनभने नि यो व्यवस्थाको लागि तिमीहरूले गृह युद्ध निम्ताउँदैछौ। अब कसले कसलाई काट्ने हो मलाई थाहा छैन। त्यस्ता ठुला कुरा नगर। को काटिने हो मलाई थाहा छैन। तिमीहरू एउटा काम गर न, वीरता मोडमा आम सभा गरेर देखाऊ न त्यो काट्छु भन्नेलाई। ज्ञानेन्द्रलाई हामीले माफ दिएका हौं। के अरे तपाईको नागार्जुनमा बस्न दिएका छौं। यो भन्दा बढी ज्ञानेन्द्र चामक चुमुक गर्ने हो भनेदेखि नेपोलियनहरू काटिएका हुन् नि, राजाका टाउका गिडिन्छन् नि, गिडिएको इतिहास छ नि, गिडिएको इतिहास छ। उनले चोरीफुरी धेरै नगरून्, उनका मान्छेहरूले पनि चोरीफुरी धेरै नगरून्। यस्तै हेटौडामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा गणतन्त्र मुर्दाबादको नारा लगाउँदै राप्रपाका एक कार्यकर्ताद्वारा पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन्। यसरी आफ्नो पार्टीको प्रिय नेता प्रचण्डको फोटो जलाएको देखेपछि एकजना पूर्व माओवादी लडाकुले पनि एक अन्तर्वार्ताको समयमा खल्तीबाट पूर्व राजा ज्ञानेन्द्रको फोटो निकाल्दै अन्तर्वार्ताको बीचमै फोटोमा आगो लगाएर जलाएका छन्। यो युगको महान नेता प्रचण्डको फोटो जलाइदिने, तेरीमा गदा तेरो पनि फोटो जलाउँछु, तेरो बाउको, तेरो त्यो राजा भनेका है, तेरो महाराजको फोटो जलाउँछु भनेर मैले बोकेर आएको छु। अब हेरे तेरो राजा महाराज यही हेरे छोड्दिनुहोस्। यस्तो यो साला हत्यारा हो, यो हत्यारा। यो तपाईँको आफ्नै ज्ञानेन्द्र शाहको फोटो मैले जलाइदिएको यसको आज यसको अन्तिम दाह संस्कार गरेको छु। यसको अन्तिम दाह संस्कार अल्लाह साला गधा अझ जल्दै यसको टाउको साउको सबै छ। लाज छैन, घिन छैन। तपाईँको आफ्नै दाइलाई मारेर राजा बन्न आएको त त्यो रैतीहरू दासहरू हामीले तपाईको चाहिँ मान्छे बन भनेको रैती बन्छ भन्छ। अझ हाम्रो महान नेता प्रचण्डको फोटो जलाउने ल खाता तेरो खरानी भएछ आजदेखि
ल त सिद्धो खलास ल तपाईले जिउँदै मान्छेको फोटो चलाउने ल त तुदेला ठुक्क लाजा तलाई साला गदा